साथीहरु आज चाहिँ मैले गाबा पकाउँदैछु है त कर्कलोको गाबा। यसलाई टिपे दिनभरि ओइलाएँ अनि केलाएँ अनि यसरी डल्लो पारेर बनायो भने चाहिँ आफ्नो तरिका है, यसरी बनायो भने मिठो हुन्छ भन्ने सुनेको थिएँ। त्यही भएर यसलाई केलाएँ, डल्लो पारेँ अनि त्यसपछि यसमा भिन्डी, अलिकति चना, थोरै एउटा आलु, अलिकति टमाटर, लसुन हालेर बनाउँदैछु है त। हजुरहरूले कसरी बनाउनुहुन्छ? मलाई चाहिँ एकदम फेभरेट लाग्छ के, एकदमै मनपर्छ यो गाबा। मेरो छोरोले नि मन पराउँछ त्यसरी। त्यही भएर आज गाबा बनाउँदैछु। हेर्नु है त मेरो तरिका कस्तो छ, कस्तो लाग्यो हजुरहरूलाई। खाँदा मिठो भएको थियो। मैले खुर्सानी चाहिँ स्किप गरेको छु है, मेरो छोरोले पिरो खाँदैन, त्यही भएर मैले खुर्सानी चाहिँ हालेको छैन। खुर्सानी नभए कस्तो हुन्छ भन्नु होला, फेरि खुर्सानी चाहिँ मैले हालेको छैन, पिरो हुन्छ भनेर। पछि भातसँग टोकेर खाएको अनि यसरी पानी हालेँ अनि पछि गाबा हालेर एकछिन त्यतिकै छोपिदिएँ अनि बल्ल सिटी लाएँ। गाबालाई चाहिँ चलाइनँ मैले। अनि पाक्दा यस्तो भएको थियो, फिटेँ। त्यसपछि सर्भ गर्दैछु म। सुरुमा खनाएँ अनि खाने बेलामा मिठो भएको थियो, यम्मी यम्मी भएको थियो। कस्तो लाग्यो भनिदिनु है हजुरहरूले। म आँपको अचार थिचेको अनि खाना गाबा साइडमा